दर्शक नमस्कार। अहिले हामीहरू बारा जिल्लाको पर्सौनी गाउँपालिका वार्ड नम्बर 6 भलुहीमा छौं र भलुहीमा एउटा पानी उत्पादन गर्ने उद्योग किरण बेभरेज नेपाल प्राली यो नेपाल नीर ब्रान्डको पानी चाहिँ उत्पादन गर्ने गरेको छ र विगत 2 वर्षदेखि यो उद्योग सञ्चालनमा रहेको छ। यसको सञ्चालक हुनुहुन्छ वीरगञ्जका व्यवसायी पदमकान्त झा र प्रबन्धक हुनुहुन्थ्यो रामकिशोर सिंह, जसको घर सर्लाहीको धनकौल हो र उनको विभत्स हत्या गरिएको हामीले सूचना पाएका छौं। प्रहरी अधिकृतहरू आएर यो घटनालाई छानबिन गर्ने, अनुसन्धान गर्ने, सूक्ष्म अनुसन्धान गर्ने प्रयासरत हुनुहुन्छ। यहाँ भलुही चौकका आसपासका स्थानीय बासिन्दा दिदीबहिनीहरू पनि यो घटनाक्रम कसरी भएको हो यसबारेमा पनि उहाँहरू बुझ्न आउनु भएको छ र बाराका प्रहरी उपरीक्षक पनि घटनास्थलमा आइपुगेको, मुद्दा शाखाका इन्स्पेक्टर सुरेश राज भट्ट लगायतको टोली पनि, अपराध शाखाका टोली पनि यहाँ परिचालित गरिएको अवस्था छ। तपाई देखिराख्नु भएको छ कि चारैतिर अहिले क्राइम सिन छुट्याएर अहिले घटनालाई जाँचबुझ गर्ने, कुन कुन एरियामा रगत चुएको छ र यो विभत्स हत्याको प्रमाणहरू के होला, त्यो प्रमाण कसरी कलेक्ट गर्ने, त्यो एभिडेन्सहरूलाई कसरी कलेक्ट गर्ने काममा अहिले बारा प्रहरी लागेको अवस्था छ। धारिलो हतियार प्रयोग गरेर मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरेर ज्यान लिएको हो भनेर हामीले सूचना पाएका छौं। तर यसबारेमा आधिकारिक धारणा बारा प्रहरीको पत्रकार सम्मेलन अथवा प्रेस विज्ञप्ति जारी भएपछि मात्र हामीले थाहा पाउने छौं अथवा यसबारेमा बारा प्रहरीको धारणा के छ। यस विषयमा हामी बारा प्रहरीका उच्च अधिकारी ज्यूहरूसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौं र उहाँहरूको धारणा आइसकेपछि मात्र यो घटना के हो, कसले घटाएको हो र किन घटेको हो भनेर थाहा पाउन सकिन्छ। यसै घटनालाई मध्यनजर गर्दै यसै उद्योगमा कार्यरत 2 जना कामदारलाई पनि नियन्त्रणमा बारा प्रहरीले लिएको छ भनेर हामीले जानकारी पाएका छौं। तर यथार्थ विवरण र यकिन तथ्य आउन अझै पनि बाँकी छ, प्रतीक्षा गर्नुहोला।